नक्कली लाइभ बस्दो रहेछ आज। के कतिखेर आएको अघि आएको। स्किन केयर गरेको रे मुसको त्यो अहिले चनाहरू चाला के केयर गर्छ हो त्यस्तो स्किनको पनि छ तिम्रै रहेछ अब कसै नभएको। छ त नि अब अरू बेला जौरा खेलतिर गइरहनु पर्थ्यो आज सर के अगाडि बाँदर नि यस्तो छ ठुलो कुरो गर्छ। कति दिन भएन नहेरेको हेरे छैन नहेरेको देखाइदेऊ पर्यो नि त होइन खुब बिहे भइसक्यो एरन ब्रदर उहाँको बुढोले मार्नु होला अरे हो र बिहे भइसक्यो हो ए वाइ म फेरि भन्दैछु अब मलाई रिसाउनु भाइ फेरि कुरा खाएर ए हो र बहिनी फुच्चे ए बिहे भइसक्यो र कमेन्ट गर वाक्क लाग्यो मलाई। यसरी लाउ न यसरी के रे नसिकाऊ यस्तो कुराहरू मलाई मैले चाहिँ सिकाउने हो क्या ए बुझ्यौ नि। आज के अघि नै हालिरहेको थियो त म हजुरहरूको मायाले गर्दाखेरि गरेर उसले गर हेर न सबैजनाले मेरो तलब चाहियो जेलेसमा किन हुने भाइ मारिदिन्छ नि तिम्रो त अब युके को होला नि अब युकेबाट पठाउने होला नि मलाई। यस्तै गर्छ कि मैले अगाडिदेखि मैले भनेको थिएँ नि किन अगाडि भन्दै उसको बेउरै यस्तो छ कि अनि मलाई रिस उठ्छ अनि ऊ आफै नि खोज्दै एनर्जी छ के गर्नु छ हाम्रो नि घरमा छ के वा किचनमा छ तिम्रो कसम छ कि मैले हिजो लिएर आएको मार्ने हो नि अकलमनी यस्तो छ यस्तो हिजो ए यस्तो छ तिमीसँग यस्तो सिल्भर कोटेड भन्छ यसलाई बुझ्यौ नि ठुलो अहिले असली हो का अब गेम खेलौँ त पनिसमेन्ट गेम खेलौँ न आज पनिसमेन्ट गेम खेलौँ है आज के पनिसमेन्ट म त खेल्दैन जे पाइदिए तिमी हार्यो भने क्या गाजल छ नि यहाँबाट यसरी डल्ने क्या कञ्चना जस्तो लापै पारेर म त खेल्दिनँ म कसरी हटाउँछ यो भन्नु त मलाई हटाउने बडी देखाउनु पर्यो यो बडी हेर्नु त पैसा लाग्छ हौ किनभने बादल जस्तो अनुहार देखाएर नि पुगेन अझै पुगेन फर्स्ट टाइम हो फर्स्ट टाइम हो जेलस ल्यापै पारेर जेलस त कहिले पनि हुँदैन म बुझ्यौ बरु ऊ चाहिँ हुन्छ न जर्सी दिन्छु नो वरिज उसले त भन्दिन एउटा कमेन्ट पढौ के चकलेटी अनुहारलाई बाँदरको अनुहार रे अरे अरे निङमा गुरुङ दाजु छेजेलो के छ खबर हो त को कहाँ दुध बाँदरकै बेहोरा देखाइहाल्छ कि अनि मलाई हो त नि त्यस्तो त गर्छ त नि धेरै रिस उठाउने होइन नि फेरि
इस्कोले रिस उठाएको छ त मलाई थाहा छ नि बेसी गरम परेको छैन यसलाई मिलेको भन्दैन के उफ हेर न अब पेट दुख्छ होला हौ। कसको हेर गाजर यहाँबाट लाएन भने तिमीलाई जानेछु हारेर म त खेल्दिनँ म त खेलेको छुइनँ मलाई हटाउनु आएन किन खेल्यौ? म त खेल्दिनँ म तिमीलाई म थाहा छ छ्या नाकको दुखेर हेर न साथीहरू त्यो रसवाला भन्दा नि मिठो भयो अब के अन्त नभएकोहरूले त्यस्तै त हो भन्ने आहा चिम्रे देखेछ कि छैन चिम्री झापामा मेरो चाहिँ गेम छ निको पर्सी चाहिँ रहेको छ हाम्रो धरानमा ल है नानी यहाँ लाउन रेडी हो ल लिएर आऊ पोइन्ट हेर त फुच्ची केटाकेटी आए गुलियाली खेलाए मटेङ्गा कसरी हटाउँछ यो अन्त नि म नखेल्ने जहिले जबरजस्ती गर्छ कि जे पाइदे ए हारुवा उफ कति रुन्चियो यो केटी देखाएर फेरि नानीलाई त्यो बाइकमा हिँड्दाखेरि लगाउँछ त त्यो ए सुन न नानीलाई पुगेको कि सुकेको भन्ने थाहा सास छैन अड्केला रहेछ। नानीलाई पुगेको सास अड्केला नगर्न पुसअप हान है त्यसो भए तिमीले हेर हारे म हान्नु सक्दैन पुसअप हान्नु सकेको भए भाइ म पहिले भर्ती भइसक्थेँ सरी अनुहार हेर्दा नि भर्ती होला जस्तै छ अब त तिमी लाउरेनी भइसक्यौ त लाउरेनी भइसक्यौ त तिमी जुन जर्सी बाटेर बस न के देख्दै थियो मैले नाटकको यता हेर त तपाईँहरूले त दिँदैन त उसको त आफ्नै छ उसको चर्चका नाम भनिदिन्छु नि फेरि यता हेर्नु त भनौँ यहाँ मेरो त जम्मा के हो 500 जना मात्र पुग्नु भएको छ त हौ भ्युअर्स त के हो मुख धुवाएनलाई तर्सेर नि के हो ठुलो कुरा गरे फेरि ठुलो कुरा गरे क्या 500 भनेको त ओए फुच्ची केटाकेटी आए गुलियाली खेलाए मटेङ्ग्राको ए झुक्केछु उसले सरी जानेकै त्यति नै हो उसले भन्नु नै सक्ने नै त्यतिको मात्रै हो उसले के उता गएर आउनु नि त किन के उता गएर किन भन्नुभयो के मलाई रिस उठ्छ म चाहिँ ए बच्चा हो अब त म खेल्नु बच्चा यहाँ लगाउँछौ कि के गरौ अहिले झकीलाई अहिले आफैलाई नि झल्लिए ए फुच्ची तिम्रो नेट स्लो छ जाऊ नेट चेन्ज गरेर आऊ उसको उसलाई चाहिँदा मात्रै हो कि जाऊ 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 नेट चेन्ज गरेर आऊ के हो नेट म त बोल्दिनँ उसँग बोलेको पनि छैन कति कसरी हटाउँछ यसलाई सय पनि नकट्ने कस्तो होला जाऊ न ए फुच्ची त्यो लगाऊ छिटो गाजल मलाई रिस उठ्यो है इस के तिमी आफै ल न के कन्जाना हो म मेकअप गरेर तिम्रोले पो गाजल लगाउँछ र घरभरि गाजल हुन्छ म लाउँदिन मेरो देखा छौ गाजल लाउने तिमी जस्तो नक्कली छैन होला है नक्कली हेर्ने मान्छे होइन किन स्याड भयो त हो यस्तो भनेको त छुइनँ हो छैन इस मैले त्यो भनेको छिन र हो थाहा छ मलाई थाहा हुँदैन
साँच्ची हो छैन कोही पनि कुरा नि उसले दादाले जितेको पैसा क्या हो साँच्ची हो फुच्चीलाई सहारा गोल्ड कप अब सक्दो मिल्यो भने चाहिँ अब मिल्यो भने चाहिँ आउनुपर्छ के यहाँ गर्नु हेर्नु यहाँ हेर्नु त्यो अब देखाउनु हुँदैन ब्यान्ड हुन्छ त्यहाँ देखाउनु मिल्दैन हो र हजुर साँच्ची दिनुभएको र हो नि होइन लप पर्ला जस्तो छ अरे लप पर्ला होइन उडाइसक्यो उता ल्याउनु यहाँ हाल न तिमीसँग म बोलेको छुइनँ है अब म तिमीसँग बोलेको छैन यहाँ कमेन्टलाई रिप्लाई दिएछु हेर न रिसाकी क्या त्यो अर्को छ भने छैन दादाले कम ऊ आफूलाई उयो गर्नु अब त ल्याप त भन्छौ नि अब त अब यस्तो भेटेपछि त नभेट्दासम्म त यही थियो के अरे हिरो रमाइलो कमेन्टभरि हाँस्यो हौ सबै चिम्रे हजुर कति नाटक पार्छ के मलाई सुनाउनु यो खाएर होइन के हो यो कमी गर्नु खानु अमृत छ त हौ। चिम्रेले आँखा देख्दैन त्यसरी भएको एउटा दाँत देखाइ गर्छ त्यो पनि मिल्छ चाला हाल्नु किन हाँसेको के हो लौ नै